परमेश्वरलाई महिमा भएको सबै कुराबाट साँच्चै नै आज हामी यहाँ असल ठाउँमा छौँ र परमेश्वरको महिमा गर्न भेला भएका छौँ अनि हामीले अघि आराधना गरिसकेका छौँ। अनि म आज यसरी छोटो परमेश्वरको वचनलाई तपाईको माझमा लिकन आएको छु अनि समय दिनुहुने श्री परमेश्वरको दास दासीलाई पनि परमेश्वरले आशिष गर्नु भएको होस्। साँच्चै नै परमेश्वरलाई महिमा भएको होस्। अघि हामीले सुनेका छौँ परमेश्वरको वचनले हामीलाई जीवन दिन्छ, शान्ति दिन्छ अनि हाम्रो जीवनमा परमेश्वरको वचनले काम गर्दछ। हालेलुया, परमेश्वरलाई महिमा भएको होस्। आज हामीले परमेश्वरको वचन कलसी 3:2 लाई एउटा थीम वर्सको रूपमा हामीले लिएका छौँ अनि कलसी 3:2 मा यसरी लेखेको छ, माथिको कुरामा मन लगाऊ, पृथ्वीमा भएको कुरामा होइन भन्ने यहाँनिर हामीले पाउँदछौँ। अनि म कतिचोटि वचनमा बाइबलहरू खोलेर म वचनहरू यसरी पढिरहँदिनँ किनभने समय छोटो छ। हामी सरासर वचनलाई यसरी म तपाईँहरूको बिचमा सेयर गर्नेछु। हामी कतिचोटि बाइबल खोलिरहन हामीसँग समय छैन, यसकारण कलसीको पुस्तकलाई जब हामीले हेर्ने हो भने कलसीको पुस्तक चाहिँ हामीले हेर्ने हो भने त्यहाँनिर एउटा कलसे भन्ने ठाउँबाट चाहिँ जब पावल चाहिँ एफिसिसमा हुँदाखेरि कलसे भन्ने ठाउँबाट कोही व्यक्तिहरू पावलले जब सुसमाचार सुनाउँदै एफिसिसमा रहँदाखेरि त्यहाँनिर आएको कुराहरू छ। जब हामी यो इतिहासलाई हेर्ने भने हामीले पाउँछौँ वचन सबै मनमा राख्न सकिँदैन। म सक्दिनँ अनि तपाईहरुले पनि सक्नुहुन्न होला भने हामी 3-4 जनाले यहाँनिर बोल्दै छौं अनि 3-4 जनाले कति बोल्छ कति, तर एकजनाले बोलेको वचनबाट एउटै मात्रै खण्डबाट एउटै मात्रै वचन तपाईले सुनेर बुझेर जानुभयो भने त्यो वचनले चाहिँ तपाई अनि मेरो जीवनमा ठुलो काम गर्नेछ। हालेलुया, हालेलुया। यहाँनिर हामीले सुनिहाल्यौं है, कलसी 3:2 माथिको कुरामा चाहिँ तपाई र मैले मन लाउनु पर्छ, यो संसारको कुरामा होइन है।
कलासी 3 को 2 अध्याय हाम्रो 20 मा छ। र जब मैले यो वचनको भार पाएँ अनि यो पढिरहेको थिएँ मैले यो पढ्दा चाहिँ एकदम पहिला अघि हाम्रो पास्टर तुलदाजुले भने जस्तै कुरा बुझ्दैन सुरुमा भनेर श्रेष्ठ गीतको कुरा छ। त्यो श्रेष्ठ गीतको कुरा चाहिँ बुझ्दैन नै साँच्चै नै सुरुमा चाहिँ कहाँ के होला यो कता होला भनेर हुन्छ। त्यसरी नै यो थिम पनि हेर्दाखेरि सुरुमा मलाई त्यस्तै नै भएको थियो। अनि मैले धेरै पढेँ फेरि फास्टिङ बसेँ पढेँ। प्रभुले हाम्रो बिचमा यो थिमको आवश्यकता छ आजको दिनहरूको मण्डलीमा भन्ने कुरा चाहिँ मैले पनि सिक्न सकेको छु। र एकचोटि हामीले के गरौँ भने यो थिमलाई चाहिँ हामी मजाले पढौँ होला सबै बाइबल खोलेर अनि त्यहाँदेखि हामी अगाडि बढौँ। परमेश्वरले ठुलो गोठालोले चाहिँ हामी सानो सानो गोठालोहरूलाई एउटा जिम्मा दिनु भएको हुन्छ। आमेन। अनि हाम्रो काम चाहिँ के हो भन्दाखेरि चाहिँ हामीले पनि परमेश्वरलाई अनुकरण गरेर उहाँले कसरी गोठालोपन गर्नुहुन्छ त्यो गोठालोपनको अनुकरण सिकाउ गरेर अनि हामीले हाम्रो भेडाहरूलाई विश्वासीहरूलाई यहाँदेखि हेरचाह गरेर एउटा समय आउँछ जब मूल गोठालो देखा पर्छ भनेको छ। आमेन। अनि हामीले चाहिँ प्रभुलाई भन्न सक्नुपर्छ, प्रभु मैले धेरै कुरा गर्न सकिनँ होला, तर जति बगान तपाईँले मलाई भरोसा गरेर दिनु भएको थियो त्यसलाई मैले नजरअन्दाज गरिनँ है। राम्रोसँग सकेसम्म जानेकोसम्म
मैले उनीहरूको हेरचाह गरेँ र उनीहरूलाई मैले है दाग नलागेको साउरी नपरेको तेजस्वी दुल्लहीको रूपमा तयार गर्न सकेँ। यो हजुरको दुल्लही भनेर जिम्मा लाउन सक्नुपर्छ गोठालोले। आमेन। गोठालोपन पास्टर भनेको पोजिसन होइन, त्यही कारणले गर्दाखेरि यो चाहिँ जिम्मेवारी हो। आमेन। र तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु है। हाम्रो पास्टर यहाँबाट ठुलो ताली बजाएर धन्यवाद दिउँ है। उहाँको है हामीप्रति अथवा विश्वासीप्रतिको फिक्री जुन छ नि है, त्यो चाहिँ हामीले शब्दले हामी बयान गर्न सक्दैनौँ। युथ रिट्रिटहरूमा जवानहरू आइराखेको हुन्छ, पास्टरले लिएर आइराखेको हुन्छ, मलाई साह्रै एन्करेज लाग्छ है। अगुवापन भनेको चाहिँ जिम्मेवारी एउटा पोजिसन मात्रै होइन रहेछ, एउटा पोजिसन मात्रै होइन रहेछ, तर यो चाहिँ रेस्पोन्सिबिलिटी पनि रहेछ भनेर हामीले बुझ्नुपर्छ। आमेन।